हेलो गाइड सबलाई स्वागत छ है मेरो भिडियोमा। म आज जानेछु यहाँको फुजिमिनो सिटी हल र आजको देखाउने छु तपाईहरुलाई यहाँको सिटी हल कस्तो छ है। सिटी हल देखाउने छु है तपाईहरुलाई। र म चाहिँ साइकल तयार भइसकेको छ र यहाँबाट 3 किलोमिटर छ सिटी हल र म त्यहाँ जाने छु र त्यहाँको सब देखाउने छु आजको सिटी हल कस्तो छ भनेर है। फुजिमिनो सिटी हल। ल अब म लागे गाइड चाहिँ म चाहिँ सिटी हल आइपुगेको तर सिटी हल चाहिँ एकदम के भन्छ फरक परेछ। के भएछ भने भर्खर आइपुगेर लेखेको थिएँ कि होइन, त्यहाँ मागे गरेर लेखेँ त्यहाँ यहाँको ठाउँको नाम चाहिँ खासमा म बसेको ठाउँ फुजिमिनो सी हो। अनि मैले चाहिँ फुजिमिनो सिटी हल भनेर हानेँ अनि आएँ। यो फुजिमिनो यो चाहिँ खासमा फुजिमिनो सी दाके रहेछ होइन, फुजिमी सिटी हल मात्र रहेछ नो चाहिँ रहेनछ होइन। त्यो भएको कारणले फरक परेछ। म चाहिँ गलत ठाउँमा आइछु। भर्खर गएको लेखेको उनीहरूले भने कि यो फुजिमी र फुजिमिनो भनेर चाहिँ फरक फरक हो भन्न थाले। यार म होइन रुनी कि हाँस्ने डामनाहरूले के गर्ने हिँडेर झन् 3 किलोमिटर 4 किलोमिटर आएँ होइन। अहिले आएर डामनाहरू के गर्नु, मैले हान्नै गलत हानेको छु होइन। ठिकै छ, फेरि अर्को ठाउँ जानेछु। दुःख लाग्यो आएर लेखेँ त्यत्रो बेर माकुरीहरूले भन्नुसँग भने मलाई अन्त के भन्नु मेरै गल्ती हो होइन। आउने गलत ठाउँ आएछु म, नराम्रो लाग्यो तर क्या म्यापले नि कहाँ कहाँ हान्छ यार। हान्नु त मेरै गल्ती हो, फुजिमिनो नहानेर गलत ठाउँ परेछ। र फेरि म अर्को ठाउँ जानेछु। के नेपाल भयो त होइन गाली गर्नु मिल्थ्यो, यहाँ थोरै गल्ती भयो। अहिले म गएर के भने नि म यहाँ बस्न मिल्छ भनेको अब यिनीहरू कामको प्रेसर छ भन्दा यहाँ होइन। अब हप्केर बोल्नु त भएन नि त मासला होइन। सट्ट छ अब बस्न मिल्छ भनेर झन् राम्रो मुखले सोधेको जोडले जाऊ यस्तो रिस उठेको थियो होइन। त्यो मासला जातिलाई काचाकुचुक पारिदिन्थ्यो नेपालमा भए साला के गर्नु अर्को देशमा पऱ्यो नत्र म जान थिएँ होइन। ड्याममा पठाइदिनु जस्तो रिस उठेको थियो त्यो आइमाईलाई देखेर चाहिँ मैले के गर्नु अर्का देशमा अर्का यहाँले के छ त्यो नि पैसा लाग्छ होइन। ल फाइनली गाडी चाहिसकेँ म। एउटा मैले के सिकेँ भने एउटा अक्षरले गर्दा पनि कति दुःख पाइन्छ भनेर सिकेँ कि होइन। एउटा अक्षरले गर्दाखेरि म आज 1 घन्टा यताउति गएर आएर होइन मेरो मुड खराब गरेर बाफ्रे कहाँ रहेछ नि कि हेर राम्रो। यो चाहिँ फुजिमिनो सिटी हल यहीँ नजिक छ, यति नजिक छ। मेरो यहाँबाट रुम जम्मा 4-5 मिनट बाँकी छ। म अघिमा आधी घन्टा गएर अर्को ठाउँ गएर हेरेर मुड खराब गरेर आएँ यार। यहीँ छ ल कति नजिक छ। एउटा अक्षरले गर्दा मैले दुःख पाएँ त्यही ल। ल सिटी हलमा आइपुगेँ म फुजिमिनो सिटी हलमा। अब यहाँभित्र गएर कार्ड बनाएर आउनेछु है, पेपरहरू दासु गरेर आउनेछु। गाई छ है म चाहिँ भित्र छु लगभग 1 घन्टा चाहिँ कुर्यो होला र 1 घन्टा कुरेपछि लगभग यसको चाहिँ पछाडि ल एड्रेस हालिदिएँ है। र अब यसको चाहिँ फेरि यसको नयाँ भाइ यसको चाहिँ लेख्ने ठाउँ सकिसकेको छ, यो एड्रेस लेख्ने ठाउँ र त्यही भएको कारणले यो चाहिँ एड्रेस लेख्ने ठाउँ सकिसकेको छ कि त्यही भएर नयाँ बनाउनुको लागि म यहाँ आएको छु। त म कुर्या 1 घन्टा कुर्यो होला, अल्छी लागेर निन्द्रा लागेर मलाई। र वरिपरि अब क्यामेरा देखाउनु सायद पाइँदैन होला है, लेखेको त छैन क्यामेरा देखाउनु पाइँदैन होइन, बट नदेखाउँ होला। गाइस ल आएको म 3 घन्टा भयो बल्ल बल्ल निस्केँ। भोक लागिसक्यो मुद्दाहरूले कति के हो। ल यही हो है सिटी हल भित्रै। अब खासै देखाउन त पाएन मैले, भित्र लास्टै बिजी थियो, मै बिजी थिएँ अरू त के भन्नु। तर यही हो सिटी हल है, यहाँको चाहिँ सानो छ राम्रो छ। ल सिटी हल चाहिँ म आएँ तर मैले घुमेँ तर भिडियोमा मैले खासै देखाउन पाएन होइन। अब यत्तिकै देखाइदिन्छु म होइन मेरो भिडियो होइन। भिडियो देखेर नि मलाई अचम्म लाग्छ। बस्दा म नर्भस फिल भइसक्यो यार। 3 घन्टा बस्दा केही यताउति केही बोलेको छ बोल्न पाइँदैन नेपालको जस्तो होइन। त्यो लाएर बस्यो म नर्भसै फिल गरेँ यार 3 घन्टाभित्रमा। मैले एक्लै ल्याइमा थिएँ होइन। अब जोसुकै भए पनि गफ गर्न त खासै पाइँदैन अनि लास्टै लाग्यो कि ल हेर्नु होला है।
यही हो ल, अब म मेरो साइकल चढेर म जानेछु। आजको भिडियो मेरो थोरै छोटो मिठो यहीँ समाप्त हुन्छ है आजको भिडियो। तर यहाँ अब ठिकै भयो, अब बसेँ होइन। उता त झन् अब कस्तो कस्तो फिल भएको थियो, तर मेरो घर रुम यहीँ चाहिँ के नजिक छ। ल है, म यहीँ भन्दै मेरो भिडियो यहीँ टुङ्गा गर्छु। हस्त धन्यवाद।